नमस्ते साथीहरू, के तपाईँले आँप खानुभयो? किनकि अहिले एकदमै आँपको सिजन चलिरहेको छ र यसै क्रममा हामी कोहलपुर नगरपालिकादेखि खजुरा गाउँपालिकासम्मको यात्रा गरिरहेका छौँ। यो कोहलपुर वडा नम्बर 3 मदन चोक महेन्द्र हाइवे रहेको छ। यो हाइवेदेखि केही पश्चिमपट्टि यहाँहरूले कोहलपुर न्यू सिटी देख्न सक्नुहुन्छ। न्यू सिटीबाट दक्षिणतर्फ गुरुवा गाउँ हुँदै आज हामी क्यान्सर अस्पताल नजिक ठ्याक्कै खजुरा गाउँपालिकामा हामी आज गइरहेका छौँ। त्यहाँ आँपको बगैँचा रहेको छ र आँपको बगैँचामा गएर हामी हजुरहरूलाई आँपको बारेमा केही जानकारी दिनेछौँ। यो न्यू सिटी रहेको छ। न्यू सिटीदेखि दक्षिण यो गुरुवा गाउँ रहेको छ भने गुरुवा गाउँदेखि करिब 5 किलोमिटर दक्षिणपट्टि क्यान्सर अस्पताल नजिक यहाँहरूले बगैँचा देख्न सक्नुहुन्छ आँपको। र त्यो आँपको बगैँचामा गएर हामी आँप खानेछौँ र केही खरिद गरेर लिएर आउनेछौँ। यो दक्षिणतर्फ हुलाकी राजमार्ग जाने बाटो रहेको छ महेन्द्र राजमार्गदेखि। खजुराको आँप ट्याक्क भरेर ए कमल सर आँप कस्तो छ भनिदिनुहोस् त। आँप कस्तो छ? कुन मालदा आँप खाँदै हुनुहुन्छ? रेट कसरी भन्नुभएको छ यहाँ सरहरूले? 300 रुपियाँ नम्बर, 400 रुपियाँ नम्बर, 500, 600। मालदालाई कति भन्नुभयो? 500 रुपियाँ नम्बर। एकचोटि खाएर स्वादको व्याख्या गर्नुहोस् त एकचोटि। राम्रो छ, मिठो छ हो। ल धन्यवाद है त सर। ल ए हेर्नुहोस् यहाँ यो दशहरी आँप चाहिँ अलि सस्तो छ। यो चाहिँ अब यतातिर मालदा आँप अलि महँगो छ। यो मिठो पनि छ, अलि ठुलो साइजमा। यो मालदा हेर्नुहोस्।